हाई गाइज, तपाईहरुलाई चाहिँ नेपालको डाँडाकाँडा मिस भइरहेको छ भने चाहिँ तपाईहरुको लागि यो बेस्ट प्लेस हुन सक्छ। यदि तपाईहरु अस्ट्रेलियामा हुनुहुन्छ भने यो चाहिँ वेस्टर्न अस्ट्रेलियाको हाईएस्ट पिक माउन्टेन भन्छ। यो चाहिँ अल्बानीमा लोकेटेड छ। लास्ट भिडियोमा पनि मैले मेन्सन गरेको थिएँ। यो चाहिँ 3 आवरको हाइकिङ हो। आउन र जान गरेर जान चाहिँ अलिकति डिफिकल्टी छ किनभने यो चाहिँ ठाडो उकालो छ के। जाँदाखेरि चाहिँ हामीले एउटा कोक मात्र लिएर गएका थियौँ। त्यसैले गर्दा हामीलाई चाहिँ बिचमा डिहाइड्रेट भयो, एकदमै धेरै घाम पनि थियो अनि हामीलाई अलिकति छाती दुख्ने जस्तो प्रब्लम देखिएको थियो। तर थ्याङ्क गड के हामीले राम्रो मान्छे भेटा, उहाँले चाहिँ 1 बोतल पानी हामीलाई दिनुभयो। त्यसको कारणले हामीलाई अरू रेस्ट अफ द हाइकिङ चाहिँ अलिक सजिलो भएका थियो। यदि तपाईँहरू पनि जाने सोचमा हुनुहुन्छ भने चाहिँ टन्न पानी बोकेर, ड्राई फुडहरू लिएर, चुइकमहरू लिएर र राम्रो स्पोर्ट्स सुज लाएर जानुहोला। यो चाहिँ एकदमै राम्रो ठाउँ छ। हामी चाहिँ अब अस्ट्रेलियामा त्यस्तो डाँडाकाँडा देख्न नपाएर सम्म देखिरहेको होइन। यो डाँडाकाँडा देख्दा त एकदम रमाइलो लाग्दो रहेछ क्या। अब यो चाहिँ नेपालमा कति छ होइन, योभन्दा धेरै राम्रो छ। बट पनि यहाँ चाहिँ नदेखेको कारणले गर्दा एकदम राम्रो लाग्दो रहेछ। अनि यो भ्यू चाहिँ 360 देख्छ क्या। यो टपबाट चाहिँ सबैतिर वरिपरि देख्छ। यस्तो रमाइलो फिल हुन्छ क्या। तपाईँको थकान, तपाईँको त्यो हरेक कुरा चाहिँ एकदम मजाले बिर्सिनुहुन्छ यहाँ गएर एकछिन बस्दाखेरि। एकदम राम्रो छ। र यदि तपाईँहरू पर्थमा हुनुहुन्छ भने चाहिँ डोन्ट मिस है, जानै पर्छ यो ठाउँ। जानुहोला अनि इन्जोय गर्नुहोला, प्रपर प्रिपरेसनमा जानुहोला। थ्याङ्क यू फर वाचिङ माई